नमस्ते, एमडीएच फार्मास्युटिकलद्वारा जारी गरिएको यस जानकारीमूलक भिडियोमा तपाईहरूलाई स्वागत छ। आज हामी एमडिहेलर सही तरिकाले कसरी प्रयोग गर्ने भन्ने बारे जानकारी दिँदैछौँ। यो एमडिहेलरको बक्स हो र यसमा एउटा एमडिहेलर हुन्छ। बक्सबाट एमडिहेलरलाई झिक्नुहोस् र यो माथि रहेको डस्ट क्याप खोल्नुहोस्। एमडिहेलरको यो माथिल्लो भागलाई माउथपिस भनिन्छ। एमडिहेलरलाई दुई हातले कस्सेर पक्रनुहोस् र माउथपिसलाई तीरले अंकित गरेको दिशातर्फ घुमाउनुहोस्। अब बट्टाबाट डाक्टरले लेखिदिनु भएको औषधि वा इन्हेलो क्याप्सुल झिक्नुहोस् र एमडिहेलरको भित्री भाग अर्थात् क्याप्सुल चेम्बरमा हाल्नुहोस्। माउथपिसलाई फेरि घुमाएर क्याप्सुल चेम्बरलाई बन्द गर्नुहोस्। बन्द गर्दा ट्याप्प आवाज आउँछ। एमडिहेलरलाई सिधा गरी पक्रनुहोस् र बुढी औँला र चोर औँलाले छेउमा भएको दुवै नीलो बटनलाई कस्सेर एकैचोटि थिच्नुहोस्। यसले क्याप्सुलमा प्वाल पर्छ। अब लामो सास बाहिर फाल्नुहोस्। त्यसपछि एमडिहेलरको माउथपिस भागलाई मुखमा राखेर ओठले राम्रोसँग च्याप्नुहोस्। अब गहिरो तीव्र गतिमा सास फेर्नुहोस्। औषधि तानिसकेपछि एमडिहेलर मुखबाट निकाल्नुहोस् र 10 सेकेन्डको लागि वा सकेसम्म सास रोकिराख्नुहोस्। अब सामान्य रूपमा सास फेर्न सक्नुहुनेछ। अब माउथपिस खोली क्याप्सुलभित्र औषधि रहेको वा नरहेको सुनिश्चित गर्नुहोस्। औषधि बाँकी भएको खण्डमा प्रक्रिया फेरि दोहोर्याउनुहोस् र नभएको खण्डमा खाली क्याप्सुल फाल्नुहोस्। औषधि प्रयोग गरेपछि मुख कुल्ला गर्न नबिर्सिनुहोला। औषधि छिकेपछि बट्टा राम्ररी बन्द गरी प्रत्यक्ष घामबाट टाढा, सुक्खा र चिसो ठाउँमा राख्नुहोला। प्रत्येक 6 महिनामा एमडिहेलर फेर्न नबिर्सिनुहोला। धन्यवाद।